चाहिँ हिरोनी भएर होइन जाँदैछु। चाहिँ मेरो के अरे आजको गाइड हो होइन, गाइड गाइड हो, मेरो ड्राइभर हो। म चाहिँ उसको ड्राइभर हो होइन। पुरा हामी यहाँ एक्जाम दिनुपर्ने मान्छेहरू हेर यहाँनिर मसित ड्राइभर बनाएर हो। यहाँ चम्पादेखि कता अरे यहाँतिर हामी कुद्दैछौँ। हाम्रो यहाँ साथी लुकुर लुकुर हिँड्दै आउनुहुँदैछ। हाम्रो गाइड चाहिँ आज गाइड खतरा हिँड्नु हुँदो रहेछ। उहाँ चाहिँ साथी हामीलाई देखाउने बाटो जानुभएको चाहिँ मेरो साथी। हेलो। अनि म आफूलाई चाहिँ छुट्याउनु भएन नि त। म यो चाहिँ मेरो फ्युचर घर है, फ्युचर घर। यो चाहिँ मेरो फ्युचर घर, मलाई साह्रै मन पर्यो। अनि घरदेखि हामी चाहिँ अब प्रस्थान गऱ्यौँ, हिँड्यौँ। उहाँ चाहिँ नयाँ ब्लगर हो होइन हाम्रो ठाउँमा। सपोर्ट गरिदिनु होला। हो हाम्रो टोलीहरू जाँदैछन्, हेरौँ कतिसम्म हिँड्छन्। अहिले चाहिँ जाँदैछन् हामीलाई जितेर। हेरौँ न लास्ट। त्यही त के अरे के पाउँछ अरे यहाँनिर? ल है ल, आज बाला समाचारमा पनि नाच्छ। आज केटी यहाँ समाचारमा नाच्नु रेडी छ है। ऐसेल भाइ आज 2 घन्टा भन्नु त हामी 4 घन्टा लाउनु लागेको छौँ पुग्नु। म चाहिँ अगुवा हुँदैछु है गाइज, पुरा बाटो देखाउँदैछु है म चाहिँ। हामी जम्मा यहाँ मेरो पछि 2 जना हुन्छ फलोवर्स, अर्को 2 जना चाहिँ पुरा अशक्त अवस्थामा हुनुहुन्छ है। एकदम फिट एन्ड फाइन 2 जना चाहिँ बिजोक टाउकोमा हात राख्नु हुँदैछ। हामीले बल्ल हाम्रो एउटा टोलीलाई भेट्यौँ। उहाँहरू चाहिँ कुकुरसँग हुनुहुन्छ। हामी चाहिँ यो गुराँस होइन होइन लाली गुराँस हो। लाली गुराँस के भन्छ? लाली गुराँस हो क्या सुबी यो हो र? त्यो चाहिँ बालाकै लागि प्रिय तिम्रो लागि राम्रो राम्रो बाटो बनाइदिन्छु, फुलको के अरे बाटो बनाइदिन्छु भनेर यहाँनिर ढुङ्गा छापिदिनु भयो रहेछ। यो चाहिँ साह्रै नराम्रो। अस्ति टेमके जाँदा पनि यस्तै फोहोर थियो, अहिले यो पनि यस्तै छ गाइज। यो चाहिँ नगरौँ होला। काफल उहाँहरूले टिप्नु हुँदैछ, फटाइ काम गर्नु हुँदैछ उहाँहरूले। म चाहिँ ज्ञानी भएर हिँड्दैछु। दामी छ दामी छ। यी कीर्तिपुर बसेको मान्छे यार, यी थाहा छैन मलाई। अनि यार के भन्नु यार, के हो काफल? काफलै काफल छ। के हो यो काफल रे? म त कहिले नदेखेको रहेछ त। ल गाइज यो चाहिँ काफल रे, फर्स्ट टाइम देख्दैछु। खै खाइदिउँ न। उसले भन्छ नि काफल पाएको भनेर। तपाईँलाई पर्सनल एउटा डाला दिनुहोस् न। यो त किम्बु होइन नि? किम्बु होइन, किम्बु चाहिँ होइन यो नि धेरै पाएको नि कालो हुन्छ। मैले त कालो पनि भेटे खाइसकेँ। बाबमा चाहिँ हाम्रोतिर हुन्छ गाउँमा। खतरा रहेछ नि। एकछिन केटी हो त्यसरी। तिनीहरू कस्तो लोत हिँड्ने यार। कहाँ पुगिसक्यो? डाँडा पुगिसक्यो। डाँडा पुगिसक्यो। उहाँहरू 2 जना चाहिँ हिँड्नु नसक्ने, अरू हिँडेको आरिस गर्नु हुँदैछ।
उहाँहरू आरिस गर्नु हुँदैछ खतरा हिँडो भन्दै त्यस्तो बाटो पनि हिँड्नु भएन भने चाहिँ के गर्नु पनिसमेन्ट दिन्छ भइहाल्यो काफल पाला म गइसम्म काफल कस्तो उयो यार यो त यार अमिलो यार मैले काफल चाहिँ धेरै वर्षपछि पायो धेरै वर्षपछि बिमारी चाहिँ नहो हेर खाएर बिरामी भएको पनि एकदम सन्चो हुन्छ क्या केटी काफल ज्यादा खाँदैछ अमिलो न अमिलो छ भरे शुभेच्छा मलाई हस्पिटल लैजाऊ डक्टरले नि काफल कहिले खानु भन्नु नपाएको भन्ने गाली गर्ला कस्तो डेन्जर हो यो त सुँगुर जस्तो देखिरहेछ यो चाहिँ मेरो साथी बाला मेरो लुगा चाहिँ कालो भएर मलाई सबै यहाँ झिङ्गाले एट्याक हानेको हानेको छ होइन सब माथि टाउकोमा झिङ्गा उडेर होइन मसँग झिङ्गा पनि हाइक जाने भइरहेछ सायद हामी उठ्यो डाँडा पुग्ने होला पानी किन्न हुन्छ किन पसलै छैन यस ए अँ त्यो टौदा अब त ड्रोनबाटै हेरे जस्तो भयो यार त्यहाँबाट भन्दा हामी बराबर आएको पायो नि 1000 रुपियाँ पाउनु नि है त्यही नि पाइयो 50 रुपियाँ पाएर यो तपाईँ दुखी हो कि खुसी हो यो तपाईँको कुरा सुन्दा त म त पुरा उहाँको कुरा सुन्दा त म त दुखी भयो जस्तो सुनियो त नि 5000 पाए भए हुन्थ्यो वाला कुरा गर्नु हुँदैछ खुसी नि छैन दुखी नि छैन 50-50 रहेछ यो मान्छे कुन चाहिँ हो गुराँस के गरेर हिँड्दैछ हामी चाहिँ ज्ञानी मान्छे सबैभन्दा ज्ञानी सबैभन्दा ज्ञानी म चाहिँ ठिकैको ज्ञानी पनि होइन फटा पनि होइन रिम भ्याली चाहिँ सह्यो अरे 4-5 बजेतिर भए पनि त्यहाँ त्यो अघि बाइक आएको छ भुइँमा देखियो त अनि म चाहिँ यता के अरे तपाईँ रक्स अरे रक्स अहिले क्यामेरा भरि रक्स बोको फोटो है त्यही त रक्स बोक पिक्निसक्यो हाम्रो दुईजना चाहिँ छुट्टै गर्नु हुँदो रहेछ हजुर त्यो त स्टिक हो तिम्रो नाम चाहिँ के हो उमा वा लट्ठी दिन्छ एउटा पूजा हुँदो रहेछ सबै नागरिक बनाऊ प्लास्टिक र बोतलहरू नफालौ हामीले फालेको छैनौँ लेस फुस्को छ धरान रेलवे 17 हजुर हजुर होइन नि आमा तपाईँहरूको ग्रुपै खतरा हुनुहुँदो रहेछ हाम्रो यहाँ टोलीहरू त हिँड्नु नसकेर अघि
उकालोमा चाहिँ अलि आँटिने कतिखेर कालोमा चाहिँ थियो कालोमा चाहिँ हजुर तपाईँको अध्यक्ष हालको सम्मान पर्यो है हाम्रो हजुर मेयर साहब हो त आइपुग्यो अब चाहिँ ल हामीले चाहिँ यहाँ हाम्रो उहाँ चाहिँ रक्स होइन हाम्रो अर्को बाला हो उहाँहरू दुईजना तारा र नाम चाहिँ र हामी चाहिँ फर्केर आइसक्यौँ है त राम्री टिपेको प्यारी नकली हो कम गर्नुपर्छ क्या भाइ त्यो उ गर्नु हुँदैन बढी एकदम डिस्टेन्समा बस्ने हो होइन होला नि अगाडि हामीको नाचो है नाचो त्यो हात तगडा हुन्छ नि त अब हामीले यहाँ डाक्टरले गरेको पहिलेको मान्छेको खुट्टा ठनक्क भाँच्दाखेरि काम्रो लगाएर बाँध्थ्यो भने अहिले डाक्टरले प्लास्टर गरिदिन्छ प्लास्टर गर्छ नि त्यो प्लास्टर गरेको खुट्टा फेरि पनि भाँच्छ त्यो माथि गाउँघरको त्यो बनमारा लाएर काम्रो लाएर भुइँसम्म भने यो थर्लिन्छ यहाँदेखि जाँदा यसै भुइँसम्म सिस्नुको जरा रातो माटो अनि यो हालेर त्यसको पकाउँछ के चाहिँ त्यो प्लास्टर गर्छ कोदोको पिठो ए प्लास्टरको लागि कोदोको पिठो मजाले पकाउने प्लास्टर लगाउने अनि त्यो पैसा गर्दा होइन एकजना त्यो सबै बुढो पाका कोही केटाहरू पानी पर्छ सुन्यौ नि त्यही भएर मैले भनेको धन्यवाद मेरो टोलीहरू ढिलो हिँड्छन् अल्छी नदिएको मैले खाजा पानी उता अर्को रेड कलरको रोज लाइट पनि छैन म त केही पनि देख्दिनँ यो चाहिँ हामी भर्खर है हामी चढ्दै गरेको ल केटी पक्रा ओके ब्याग स्याग खोली वरि पो के भन्छ मोबाइल निकाल्नु खोज्दै रहेछ त अनि बाटो चाहिँ यस्तो छ अनि म चाहिँ कुदाउँदैछु होइन सुविस्ता चाहिँ मेरो त्यस्तो ड्राइभर बब्बा चाहिँ परको पोन्ड चाहिँ त्यो टौडह टौदह हो देखिँदैछ यो टौदह अब चाहिँ के भन्छ रुखले छेलिँदैछ होइन